नमस्ते हजुरहरू सबैजनालाई वेलकम छ है। म चाहिँ यस्तो पाखामा आएको छु कि आमामामा, यता हेर पनि डाँडा छ, उता हेर पनि डाँडा छ। म त यहाँ तल गहिरोमा छ। गहिरोबाट यहाँ उकालो हिँड्नै नसकेर राम यस्तो उकालो यस्तो खुर्किलो चढेर जानुपर्छ कि, अनि म त हिँड्नु नसकेर यस्तो भएको छ। हेट यस्तो गाह्रो भएको छ कि मलाई। आज यस्तो पानी पनि परेको छ। आमामामा आकाश हेर्नु न, यहाँ पानी परेर बारीमा हेर्नु त जुरेलो कस्तो राम्रोले फुलेको छ। यो चाहिँ मङ्सिरतिर पाक्छ कि कहिले पाक्छ हो। अनि सरिपा पनि छ यता रुखतिर टन्न रहेछ। अनि यो चाहिँ के भन्छ खोइ नाम आएन हो, यो कालो तिल भन्छ क्या हो यसलाई। अनि यो पनि मजाले बारीमा हेर्नु न एकदम राम्रो फुलेको छ। हजुरहरू सबैजनाले देख्न सक्नुहुन्छ। म चाहिँ यहाँ तलदेखि हिँड्दै आउँदा अहिले त खोलै नदेख्ने रहेछ यार। म माथि नै पुगिसकेँ नि त अलिकति। अनि म चाहिँ यहाँ माथि डाँडामा पुग्नुपर्छ। त्यो डाँडाको पनि पारी पुग्नुपर्छ क्या। अहिले चाहिँ म यता वारी आएको छु, अलिकति भिडियो बनाऊँ कि भनेर वारी आएको। म चाहिँ यहाँ माथि त्यो देख्ने चुच्चो देख्ने डाँडा भन्दै उतै जानुपर्छ। म चाहिँ अलिकति भिडियो बनाऊँ कि भनेर यहाँ तल आएको थिएँ क्या। अनि म त हिँड्न नसकेर स्वाँ भएर राम धन्नै मरेन हो म त। ओहो साथीहरू धेरै गाह्रो रहेछ हिँड्नलाई त। अनि पानी ठुलो परेको छ, हिँड्नु नसक्ने, चिप्लेर केही छैन, हिँड्नु नसक्ने। यहाँ हेर्नु त थोत्रो घर रहेछ। कसको हो कसको भन्दै खोइ कसको हो। यो एउटा सानो घर रहेछ। अनि यता माथि चाहिँ फेरि अनि जङ्गल हिँड्दा चाहिँ अनि यहाँ एउटा खोइ के भन्ने फल फलेको रहेछ क्या। अनि नामै आएन यो फलको चाहिँ नाम। अनि यसको अनि रुख सानो रुख छ। अनि यस्तो फिचेर बसेको छ क्या सानो रुखमा। अनि फाल्ने चाहिँ यो सानो के हो यसको नामै स्वासा भएर म भन्नु सकेन गाइस। अनि हजुरहरूले यो फालको चाहिँ नाम के हो सबैजनाले कमेन्टमा भनिदिनु होला। अनि यो चाहिँ भन्दो रहेछ यो के भन्छ, यो ठुलो औषधि हुन्छ अरे क्या। यो क्यान्सर रोग हुने मान्छेले यो पाक्छ। अहिले चाहिँ काँचै रहेछ। यो चाहिँ अहिले चाहिँ काँचै रहेछ यो यी। अनि भोलि पर्सि चाहिँ यो मङ्सिरतिर चाहिँ पाक्छ अरे क्या। यो अलिक ढिलो पाक्छ अरे। अनि त्यो चाहिँ अनि यो क्यान्सरको औषधि हुन्छ अरे भन्ने कुरो सुनेको थिएँ मैले। हो कि होइन हजुरहरूले कमेन्ट गरिदिनु होला है सबैजनाले। यो हेर्नु न यो फालेको छ, यहाँ रुखले नथामेर हेर्नु न है रुखै यहाँ भुइँमा नै आएको छ। यस्तो भएको छ फालेर। यहाँ हाँकामा टन्न छ कि यो। कोही चाहिँ अनि यहाँ अलि के भएको यो पाकेको हो कि क्या हो। मङ्सिर मात्रै पाक्छ भन्थ्यो, अहिले पाक्यो क्या हो। यो मजाले फालेको रहेछ। हजुरहरूले कमेन्टमा भरिदिनु होला है यो के हो, के फल हो यसको नाम। अनि हजुरहरूले भनिदिनु होला। बाई।